हाई गाइस आज चाहिँ मलाई मेरो बेस्ट फ्रेन्डले यो गिफ्ट दिएको छ अनएक्सपेक्टेड गिफ्ट के सरप्राइज रहेछ अनि म हजुरलाई देखाउन लागेको ल हजुरसित सेयर गर्छु फर्स्टमा रहेको छ यो कार्ड यहाँ चाहिँ उसले मलाई केहरू लेखेर लेटर दिएको थियो लेटर रहेछ यो चाहिँ अनि मेरो फेभरेट अल टाइम फेभरेट तितौरा उसलाई मनपर्छ भनेर थाहा थियो अनि ल्याइदिएको रहेछ र यो क्लिप रहेछ फ्लोरल क्लिप होइन फ्लावरवाला क्लिप अनि मैले ट्राई पनि गरेँ हेरेँ त्यस्तो क्युट छ है अनि अर्को रहेको थियो यहाँ नेक्स्ट ऱ्याबिटवाला क्लिप थियो मलाई ऱ्याबिट मनपर्छ भनेर त्यो पनि उसले ल्याइदिएको मेरो फेभरेट भनेर ल्याइदिएको होला जस्तो लाग्यो अनि यहाँ मैले खोलेर ट्राई गर्दैछु बच्चा जस्तो तर कस्तो क्युट छ है हेर्नु न मैले दुईपल्ट लगाएँ कति क्युट देखेँ होइन जस्ट क्युट छ अनि त्यसपछि यो रहेको थियो क्लिप पिङ्क कलरको अनि अर्को के रहेको छ भन्दाखेरि अर्को यो फ्लावर जुन चाहिँ यो लेटरसित अट्याच गरेर पटाक्दै लेटरसितै ल्याइदिएको रहेछ अनि अर्को थियो यो क्रसेटवाला क्लिप जुन चाहिँ फुलवाला थियो अनि त्यसपछि अर्को चाहिँ के थियो भन्दाखेरि चुरा भाइरल ब्याङ्गल्स होइन खोइ के पो भन्छ कश्मीर ब्याङ्गल्स हो कि के भन्छ यो मैले ट्राई पनि गरेँ कति राम्रो छ होइन यो पनि लास्टै मन पर्यो मलाई कस्तो क्या हुन्छ नि म त कस्तो सरप्राइज भइदिइरहेको के म चाहिँ आई वाज नट एक्सपेक्टिङ होइन यो चाहिँ मैले सोचेकै थिइनँ अनि यो थियो लास्टमा चाहिँ पिम्पल प्याच छ कि के भन्छ अनि योहरू चाहिँ सबै थियो उसले आज मलाई ल्याइदिएको गिफ्ट्सहरू चाहिँ